साउदीमा लास्टै जाडो बढेको छ होइन गाइस। अनि यो जाडोमा चाहिँ के हुन्छ भने प्रायः जसो होइन यो घाँटी दुख्ने हुन्छ नि, घाँटीमा चिसो लागिहाल्छ कि। अनि मलाई नि जाडो महिनामा चाहिँ यो घाँटी दुख्ने छ कि, अनि चिसो लागि नै हाल्छ। अनि त्यो घाँटी दुखेको बेलामा चाहिँ म के पिउँछु भने चाहिँ टक्कसँगले यो मह दोकानदेखि किनेर ल्याउने। अब आफै रुममा खाना बनाएर खाँदैछ भने त अदुवा त छ होला होइन, छैन भने पनि मार्केटदेखि अदुवा ल्याउने। अनि अदुवालाई चाहिँ कुटेर यो महसँग मिक्स गर्ने, अनि त्यसपछि तातो पानीमा हालेर मिक्स गरेर पिउने। पिएर सुत्ने। भोलि बिहानसम्म चट्टै हुन्छ है गाइस। अब भोलि बिहानसम्म पनि हजुरहरूको भएन भने चाहिँ कन्टिन्यू गर्नु होला, किनकि मेरो त यो एकपल्ट पिउँदै ठिक हुन्छ कि मेरो घाँटी। अनि त्यही भएर मैले सजेस्ट गर्नु खोजेको चाहिँ यो हो होइन। किनकि अब बिरामी अब हुन्छ नि त, घाँटी दुख्दा कस्तो हुन्छ नि त, खाना खानु पनि हुँदैन होइन, कि चपाएर निल्नु पनि हुँदैन। अनि आफ्नो ठुक पनि पो यसो निल्नु खोजिन्छ नि, दुख्छ कि। अनि त्यही भएर मैले यो चाहिँ म सधैँ मेरो यो घाँटी दुख्दा चाहिँ म सधैँ पिउने गर्छु कि यो होइन। मेरो चाहिँ एकै दिनमै चट हुन्छ होइन, ठिक हुन्छ। अब हजुरहरू पनि एकै दिनमा भएन भने पनि हजुरहरूको यो दुख्ने चाहिँ अलिअलि कम हुन्छ। अनि कन्टिन्यू गर्नुभयो भने चाहिँ पुरै ठिक हुन्छ है। अनि अब यहाँ त आफै आफ्नो ख्याल राख्नु पर्यो नि त होइन। अब घरमा पो आमा बाउ हुन्छ होइन, उनीहरूले ख्याल गर्छ। अब यहाँ त कसले गर्ने, न आमा बाउ छ। ख्याल राख्ने भने आफै हो, आफ्नो ख्याल आफै राख्ने हो। त्यही भएर है गाइस, अब घरदेखि नि यसो कल गर्छ आमाले, बाबु सन्चै छौ भन्दा फेरि होइन म बिरामी छु घाँटी दुखिरहेछ भन्दा फेरि उता नि टेन्सन हुन्छ नि त। मेरो छोरो बिमारी रहेछ, मेरो छोरी बिमारी रहेछ भनेर टेन्सन हुन्छ कि। अनि त्यही भएर पहिल्यै आफू रेडी बस्नु पर्यो कि, जाडो महिना लागिसक्यो नि त। अनि त्यही भएर मैले सजेस्ट गरेको चाहिँ यो है, जाडोमा यो घाँटी दुखेकोमा प्राय अरू ज्वरो सोरो भेट्दैन कि त्यस्तो यो जाडो महिनामा। प्राय भेट्ने भनेको यो घाँटी दुख्ने हो कि। अनि त्यही भएर मैले सजेस्ट गरेको चाहिँ मह, अदुवा, तातो पानी है गाइस। दबाईले नि त, अनि दबाई खाने बित्तिकै त ठिक त हुँदैन नि त, त्यो एक गोली पिउने बित्तिकै ठिक हुँदैन है। अनि त्योभन्दा त बरु यो पिउनु बेस्ट हो म भन्छु है त्यो चाहिँ। ल गाइस, बाई बाई, आफ्नो ख्याल राख्नु होला है, माया छ।